साथीहरू होइन गोदावरी चाहिँ घुम्न यस्तो मौसममा चाहिँ नआए नि हुन्छ, कहीँ घुम्न पाइँदैन। र हामी उहाँ त्यो मार्बल डाँडा जाने भनेर गएको, त्यो आधी बाटोमा पुगेपछि हिलो भएर फर्किनु पर्यो। र अहिले यहाँ आएको छौँ। अब यहाँबाट चाहिँ अन्त जाने बाटो पनि रहन्छ होइन, यति नै रहेछ। अब फर्किने यस्तो पानीको मौसमतिर चाहिँ बाइकहरू लिएर चाहिँ घुम्न नआए नि हुन्छ होइन, बरु हिँडेर आउनेहरूलाई चाहिँ ठिकै हुन्छ, तर बाइकहरूमा आउनेलाई चाहिँ काम छैन। अब उसमा बरु सँगतिर ठिक हुन्छ होला। त्यो ठुलो मन्दिर छ त शिवको। कहाँनिर? कुन ठाउँ रहेछ? हामी चाहिँ फर्क्यौँ गोदावरीबाट। अहिलेको अवस्थामा चाहिँ केही हामीले चाहिँ अलिकति मिस्टेक हेरेछौँ जस्तो छ। क्यामेरामा त्यो भिडियो एडिट गरेर हाले हुनाले होला, कस्तो दामी ठाउँ थियो होइन, रियलमा चाहिँ यस्तो छ। तर नराम्रो त होइन, राम्रै हो। अलिक बाटो भएर चाहिँ अलि कस्तो छ क्या। अब बाटो हिलो छ अनि हिँड्न नसकिने। अब त्यो डाँडामा गयो भने नि राम्रो त राम्रो छ ठाउँ त। अब त्यो डाँडाबाट झर्नलाई फेरि गाह्रो। बाइक लिएर जाने मान्छेहरू पनि कति फर्केर आइरहेछन्। अनि म पनि आधी बाटो पुगेर फर्किँदै आएँ। म चाहिँ किन गइरहनु त हिरो बनाएर भनेर, तर गएको भए त सकिन्छ सक्न चाहिँ। अनि हिँडेर जाने भन्ने कुरा नि भएको, फेरि मलाई चाहिँ अलिकति हिँड्न सकिँदैन अनि हिँड्न सक्दिनँ भन्ने कारणले चाहिँ हिँडेर चाहिँ नगएको। यहाँबाट हेर्दै जाउँ आज कहाँ घुम्न जान सकिन्छ। ठाउँ त रमाइलो छ ठाउँ त रमाइलो छ, शीतल चिसो। चस्मा लाउने होला एउटा यहीँ होला। बिचरा एउटा खुट्टाएर हिँड्छ, नत्र यसो उ गर्थ्यौँ भनेको। एघार बजेछ। अब भाडा निकाल्न के चल्छ त्यहाँ? यो चाहिँ गोदावरीको बस पार्क हो होइन। चस्मा लाउने हो तिमी? नलाउने?